सो हेलो गाइज वेलकम ब्याक टु माई युट्युब च्यानल। सो हामी चाहिँ ससुरेलीबाट घर हिँड्दैछौँ होइन, दुईजना। पानी परिरहेछ, पानी पऱ्यो पनि के गर्नु, घर त पुग्नु पऱ्यो। यता छ मेरो बुढी हिँड्दैछ अगाडि अगाडि। जङ्गलको बाटो हिँड्दैछौँ दुईजना मात्रै। हौ त। सो गाइज यहाँ चाहिँ गुलाबको फुल छ, पिङ्क कलरको। बुढीले बोकिरहेछ। यता हेर त एकचोटि, यस्तो पसिदेऊ एकचोटि, मुसुक हाँसिदेऊ न। यता नहेर्ने रे, लाज लाग्छ अरे हेर्नलाई। यस्तो छ बाटो, जङ्गलको बाटो है। पानी परिरहेछ। कसलाई चाहिन्छ यो फुल, कसलाई चाहिन्छ कमेन्ट गरिदिनु होला। कसलाई चाहिन्छ यो फुल कमेन्ट गर्नु है। मेरो बुढीले बोकिरहेछ। मैले चाहिँ आई लभ यु भनेको छैन, हाँ? आई लभ यु भनेको छैन। अँ, अनि मलाई चाहिँ अनि म्यासेज गरेर रिप्लाई क्या आई लभ यु भनेर दिनु। कसले यहाँ गोड्दा गोड्दा आधी नै छोडेर हिँडेछ। के अरे धेरै भ्लग बनायो भने चाहिँ भाइरल होला नि। भाइरल हुनुलाई त बनाउने भ्लग, तलबाट हेर्न सक्नुहुन्छ। त्यही 2-4 पैसा इन्कम होला कि युट्युबबाट। सो गाइज सबैजनाले सपोर्ट गरिदिनु होला, माया देखाइदिनु। जङ्गलको बाटो, वन जङ्गलको बाटो हिँड्दैछौँ। अहिले खासै जङ्गल छैन, अहिले पट्टेर पुगेपछि अहिले जङ्गल छ। आइसलु भएर आइसलु खाँदैछ है। यता छ प्यारी, खै यता नि ल्याउन। यस्तो गर्दा चाहिँ भ्लग बनाउनु पर्दैन होला। बनाउनु पऱ्यो नि। फेरि म भाइरल होला नि है, भाइरल होला है। आइसलु खाँदै हिँड्दै होइन घरतिर जानु लाग्यो। घरतिर हिँड्दैछौँ। जुगा गाडीको बाटो छ। अब यो जुत्ताभित्र कतिको जुगा पस्ने हो। भरे जुत्ता खोल्दाखेरि खुट्टा रातै हुन्छ होला। आइसलु हेर्नु न यहाँ कति धेरै छ। त्यो कसरी जाने, यत्रो खाल्डा छ त्यहाँ। यस्तो जङ्गलमा छ गोठ। क्यामेरा अगाडि गरेको अगाडि नै छ त्यो। फेरि त्यो त बाटो बाटोमा रहेछ। आइसलु छन्दै हिँड्नु गर्ने हो। कति आइसलु धेरै छ है। आइसलु त छ नि त, छ नि त।
टिप्नुलाई गाडाले घोच्छ। ल किनकि के हो दादा त्यो तल्लो बाटो कस्तो घारीमा हिँड्नु छ मलाई त के गर्नु हिँड्नु परिहाल्यो। के बिना घारी हो यसो अस्ति एउटा त्यस्तो थियो त यस्तै थियो त। अस्ति यस्तो पनि थिएन जस हामी चाहिँ पुरानो बाटो हिँड्दैछौँ। अहिले चाहिँ त्यति कसै पनि हिँड्दैन जस्तो छ यो बाटोमा। यस्तोमा हिँड्नु छ जुगा आयो कि के जुगा त के भन्नु जुगा गाडी छ बिस्तारी बिस्तारी होइन अहिले पर ढुङ्गातिर रोडतिर पुगेपछि जुगा हेर्ने। यस्तोमा हिँड्नु छ मलाई तल बाटो जानु रहेछ अघि नै तल्लो बाटो गए पनि ढिलो हुन्छ नि फेरि यताबाट छिटो पुगिन्छ। अघिको भन्दा फुल छ खत्रै क्या हो अघिको फुल भन्दा त अहिले खत्रै क्या हो अलिअलि हिँड्नु परेको बाटो यस्तो छ यो। बल्ल त लाग्यो यस्तो जङ्गल छ एकदम पुरानो चौतारो यो चाहिँ। के गरिन्छ चाहिँ शीत हल्लाउने हौ शीत हल्लाउने शीत हल्लायो नि नहल्लायो नि त्यस्तै हो। पानीले भिजिसक्यो। अलिअलि भिज्दैन होला हौ यहाँ त बरु पानी पर्ने रहेछ यहाँ त यत्रो उस छ रुख अनि यहाँ भुइँमा हेर्नु न यता चाहिँ पानी परेको छ यता त फेरि कत्रो ठुलो पानी परेको छ। माने किसाहरू गइदिएर झन् कति धेरै पानी पऱ्यो होला नि हौ यहाँ पारी हेर न कत्रो पानी परेको छ भनेर त पानीले हिँड्दाले हामी बाख्रा चराउँदैछौँ बाख्रा यता त आइसकेको छ आइसक्नु आउँदैछ ल ए हेर्नु न आइसक्नु भए पनि के गर्नु काँडै काँडा छ। यता झन् कत्रो ठुलो पानी परेको छ। कत्रो बन्दैछ बाख्रा त्यही त ससुरेलीबाट अब घर हिँड्दैछौँ। तिम्रो पो माइत त मेरो त घर मेरो त माइत होला नि है तेरो माइत होइन त अनि भर्खर त माइतबाट आउँदैछ
त तिम्रो मेरो ससुरेली अब हिँड्दैछौँ हामी आफ्नै घरतिर। अब चाहिँ हालेर चाहिँ धेरै भ्लग नबन्नु होला हौ, किन बताउन अहिले ब्लग बनाउनु पर्छ?